भारी हो माथि लगाथि यो लगाउनु गेट यही हुन्छ गेट लगाउनु कि माथि नै लाने त पर्दैन हौ वरिपरि बस्नु मान्छे रोडेको जन त अनि उफ्रिन्छ नगरेर आफ्नो घरमा जान नआइनी भन भयो हुन्छ यही हुन्छ यही आसी यता आइदिए नानी देउतै सम्झिने हो हो त बस्नु न रे बुवालाई नि लो है मनाउने हो लो धुपौरी कता खै धुपौरी हाम्रो पानी जाम गरेर थियो म त भाइ यहाँ आँगनामा बनाइदिनु न होइन आँगनामा नि अहिले पर्छ होइन यहाँ जस्तो हो नि त भाइ यही हुन्छ हो क्या त्यही हुन्छ बसेर राखेको मैले अलिकति कोला गरेर लिएर आउनु घर दिनु भाइ कोइला ल्याउनु भएको माइल भने पुगेन जान लिएर आउनु छैन त झाले ल्याउनु त्यहाँ बस है बाहिर चाहिँ जानु नदिनु है जानेर हिँड्छ हेर्ने आइदेऊ ए उहीँबाट मानिसकेर आइसकेको त अब मलगर होइन यता आउनु यता तँ कुर्सीमा आशिष बस्न बस्नु टुसुको बस त्यो सबैले त्यहाँ बस्नु पर्ने क्या त्यो ढुकालले त्यो ढुक्क त छ रोगीको रोग कष्ट हरण गरिदेऊ परमेश्वर राजा दाइना गराइदेऊ इष्ट दाइना गराइदेऊ परमेश्वरी कति बेरसम्म होला? एकछिन नमानिन्छ भरेर गर्नु मान्यो भने चाहिँ के हो? अब हेर न पानी हाल्ने होला यसरी हल्ले कोही रोगी भए परमेश्वरी रोग कष्ट हरण आफ्नो केही दुःख कष्ट केही छ भने त्यो सम्झिनु बाली बगानी झपादेऊ त्यो पालना रक्षे गरिदेऊ परमेश्वरी ल ठ्याप्पै ल है ल भाइ सकिँदैन उहाँ उडेर कहाँ पुग्यो मलाई तँलाई खिचिरहेको छु गर्न मम्मी अहिले गर्छु भिडाएर पो मार्ने त यसै गरी त्यस्तै ठुलो भाइको मान त्यस्तै पकाउनु न लेमन कि त हो नि हो नि होइन अघि भनौँ न भन्दै बिर्सियो एउटा टपर ल्याउनु भाउजू किन भाइ टपर ल्याउने एउटा एउटा टोल माथि नै छ त भाइ तल छैन मानेकै थियो मानेको अनि त्यही हो त मानेकै कुन हो त कसरी होइन हौ हामीले आजसम्म मानेर ल्याएको त्यही हो हाल ढुकाउनु पर्यो नि त अब अहिले नै डोको छैन होला मानिसक्यो डोको छ किन उहाँ जस्तै यसो डोकामा भित्रै यो सबै ठिकै छ दोकानमा के छोप्ने हुन त अब त्यो भइगयो अपनाएर सक्नुपर्छ चारवटा मात्र भयो नि त पाँचवटा सब गर्नुभयो पूजा गर्नु दाजु अब अलि पर साह्रो परेन कसरी गर्नु पक्नु है दाजु किन्ने गर्ने किन्नुको लागि के भयो काका यहीँ होस् पर्दैन यो आची केरा के गर्नु यसरी यो अब सुरु मैले त्यहाँ आँटी छ है खुसी तरिकाले उ गर्छ क्या हाल्छ फुरफुर गर्नु त के र माइलो हो त के भन्नु
होइन तपाईँहरूले त बाहिर घाँटी गाला मैले साउथमा त्यहाँ खा उयो छ बुकमा 23 किलो भयो पुलिसले मिलेको ल है अब यो लाइट कसको हानेको मैले 66 नकाटे खैतले होइन त एउटा थोपो फुट्लो खाएको भुतको नकाटेको तीनचोटीमा हजुर बुकभित्र खाएको हेर्नु न मलाई सुन्नु भएको छैन किन यसरी चाहिँ राख्नु पर्ने क्या तिमीहरू लुकाएर अहिले कहिले दुई हात यसो गरेर के गराउनु त एकछिन पर्खिँदै अर्को पनि त्यो दुईटै पर्दैन यो पर्दैन टाउको मात्रै त्यो त भोलि आउने नचाउनु कमले नलाग्ने के भोटलाई मलाई दुनामा राख्नु दुनामा उमालाई दुनु दिएको भनेन के कान्छ ऊ गर्थ्यो त्यो 68 केटीले मुठी राखेका थियो अलिअलि त्यो माथिका अलिअलि अब यहाँ कसले यो भोट ल्याउँछ यो त आशिष र अनि जान्नु परेन अहिले लिनु गइरहेछ क्या माथि त अघि दुईवटा ल्यायो भने पो त हुन्थ्यो त्यो माथि उता तीको त बिस्तारै गर्दै राख्नु भाइ अहिले ल्याउँला नि हामी छोडिदिनु छोडिदिनु भाउजू लानु यो बिस्तारै चढाइसकेपछि तपाईँले भनेर हुन्छ बिसाउनु त्यो ढोका खोलेर लानु बिसाउनु पाउनुहुन्न लु त भाउजू सर्लक्कै है फालिदिनु त माथिको बरु फाल्नु बिसाइदिनु न माथिको फाल्नु तपाईँलाई अप्ठ्यारो हुनु पर्यो अब यहाँ होइन जहाँ टिका लगाइन्छ त्यहाँ उही माथि लानु उही माथि तपाईँ अगाडि म जान्छु अगाडि यो पनि पर्दैन टिका भइसक्यो टिकाको लागि अनि यो माथि होइन माथि नै हो क्या भाउजू पहिले उहाँ पुज्नु गर्नु उयो गर्नु अनि यहाँ उयो पर्दैन यो चलन चाहिँ हटाउनै पर्छ हटाउनु पर्दैन आज जो मान्छेले काट्छ जो पक्रिन्छ ऊ लाउने नै हो आज कस्तो हटाउँ हौ कहाँ काट्छ भने झन् ठुलो मान्छे आज सबैभन्दा सानो भतिजोले काट्छ भने नि तैँले टिका हातमा हालिदिनु अघि म तल दिन्थेँ त भाइ होइन आज त हुँदै हुँदैन आज त हुँदै हुँदैन हो हुन्छ लगाइदिनु न धमानमा अब हुन्छ तपाईँ लाउनु भयो नि भयो त्यसो तपाईँ लाइसकेपछि अरू सबैले यो त्योसँग सम्बन्ध म त अब बिहान रातिदेखि घर पुगेको छैन त के गर्दैछन् कसो गर्दैछन् काट्ने मान्छेले सबैभन्दा पहिले हालिदिनु पर्छ होइन यहाँ